ल मेरो अर्को राइड नि आइसकेको छ होइन, मलाई चाहिँ कल गरौँ न है। जानुपर्ने के हो, टेरगढ स्कुल रोड रहेछ होइन, अगाडि किचेन। हेलो हजुर हजुर, लोकेसनमा बस्दै गर्नुहोस्, म एकैछिनमा पुगिहालेँ है। हस् ल, यो प्यासेन्जरको कतातिरबाट हो बाटो थाहै छैन हौ। यहाँबाट जाँदै जान्न होला नि, माथितिर बाटो जानु यार, जाँदैन होला। यता बाटो छैन भनेर लेख्नु भएको रहेछ। फेरि यहाँभन्दा माथि रहेछ, कताबाट हो हेर्नु त। कहिलेकाहीँ यस्तै दुःख पाउँछ हो, यस्तै दुःख पाउँछ। फेरि तलतिर जानुपर्ने हो त यार। छे, यो बाटो जान्थ्यो कि यो बाटो पनि कता जान्छ थाहै छैन। यो त घर जाने बाटो पो हो त यार। यहाँबाट कता जानु हो, यो माथितिर हिँड्यो कि भाइ? यो बाटो माथितिर जान्छ ए, ऊ त्यो तलबाट। ए कुन बाटो आइएछ? ओ कुन बाटो आइएछ, मिस्टेक भयो। आज पनि यस्तै ल्याङ भइरहेछ हो साथी, के भन्नु यस्तो। यो बाटो चाहिँ अघि जानुपर्ने थियो, म चाहिँ मिस्टेक गरेँ। कता आइरहेको यस्तो बाटोमा आउनुपर्छ प्यासेन्जरलाई लिन है। ला यो त डेन्जरै बाटो छ त हौ। जान्छ मेरो बाइक यहाँबाट। बर्बादै भयो यार। कहाँ आएर अड्किने म त यार, तेरी। ये फंस गया सीएम। चढ्दै चढे नजाँदो रहेछ यहाँबाट। हेर्नु त अङ्कल, नचढ्ने रहेछ के? ए हो र? यस्तो पनि हुँदो रहेछ। तेरी उफ, गाह्रो छ गाह्रो छ। यस्तो आपत आयो हो साथीहरू, के गर्ने? कस्तो कस्तो लोकेसनमा देखाउँछ यार। अब यहाँदेखि पनि कता हो, यहाँदेखि तलतिर। उफ गाह्रो छ यार। माथिको बाटो हो कि के हो यार? छे, लोकेसन पनि के देखाइरहेछ यार।
लोकेसन देखाउँछ हो के हो तपाईँको छ्यात्तेरी को छ अहिले त कसले एङ्गु गरेको थियो ला म त फस्दिएर आनी यहाँ त पुरै यस्तो उकालो रहेछ त्यो म्यापमा त्यही देखाइदियो ला एकछिन घुमाउँछ है त्यही उकालोमा पर्नुभयो तपाईँ पनि म डोर्याएरै ल्याएको नि माथितिर नि यस्तो गाह्रो भयो नि हेर्नु त म्याप उफ धन्दै ल पछि जान्छु जस्तो लागिरहेको थियो मलाई त ला हजुर मै हो यस्तो डेन्जर बाटो रहेछ नि त त्यहाँ त ऊ दाइ नि अँ भने कि ओ माई गुडनेस ऊ त्यो तलको ओह्रालोमै देखाइदियो होइन तलबाट माथितिर आएको त्यहाँ त यस्तै त्यो अङ्कलले भन्नुभयो बाबु यो चलाएर सकिन्न हातले डोराएर माथि हो भनेको धन्नै ऊ यहाँसम्म आयो है पहिला त म्यापमा सिडी देखायो है फेरि झरेर त्यहाँबाट आउँछु भनेको त्यो त डेन्जर रहेछ जाऊँ हामी ए उफ गाह्रो छ अब हामी कताबाट जाऊँ यतैबाट कि तलतिर कताबाट जाऊँ भन्नुभएको यही बाटो ए डेन्जर रहेछ बाटो त्यहाँ बाटो त यस्तै छ कि तर एकदम सिधा क्या त्यो त बाइकले त एक गियरमा नि नखिचिरहेको अनि त्यसपछि चाहिँ त्यो माथिबाट अङ्कलले चाहिँ के अरे डोराएर लानुपर्छ जाँदैन त्यसरी भन्नुभयो त्यसरी झरेर अनि स्टार्टमै लगेको कि नत्र त बिचमै अड्किदिरहेको कि अगाडि न पछाडि गाह्रो बनाइदिएर बन्द है